हेलो गाइड्स, आज चाहिँ हामी पाङचाङ बस जान लाग्यो। अब हामी काठमाडौँबाट अब लगभग 3:30 लाग्यो। अब निस्किनु लाग्यो। अब चाहिँ हामी उता कता हुन्छ अब त्रिशुलीतिर त्यति नभए दुन्चेसम्म बस्ने प्लान छ होइन, र अब कतासम्म पुगिरहेछ। ल गाइड्स, आज चाहिँ हाम्रो डे 2। अब हिजोतिर बाटोतिर भ्लग चाहिँ बनाउन पाएन। आज चाहिँ हामी दुन्चेमा आएर बसेछौँ। अब त्यो खानासाना खाएर हामी लाग्छौँ पाङचाङतिर है। हाम्रो होटलबाट चाहिँ देखिने भ्यू चाहिँ यस्तो भयो गाइस। सनराइज भइरहेको छ, दामी छ भ्यू चाहिँ दुन्चे बजार है गाइस। गाइस अब हामी होटलबाट निस्केको। अब चाहिँ डाइरेक्ट हामी कता पार्वती कुण्ड हजुर हिउँ पऱ्यो त्यो ठुलो घरै हुन्छ नि। लो गाइस, यस्तो खतरा भ्यू छ होइन। त्यो चाहिँ त्रिशुली नदी होला। अब हामी लगभग आधी बाटो आइपुग्यो है। त्यहाँबाट त्रिशुली तरेर जानुपर्ने जस्तो छ। ल गाइस, हामीले अब स्याब्रो बेसी कट्यो है। अब हामी चाहिँ हल्का माथि आइपुग्यो। स्याब्रो बेसीको बजार चाहिँ यता तलतिर छ होइन। यो चाहिँ स्याब्रो बेसी बजार है। खासै ठुलो त होइन रहेछ। यतातिर यहाँ वज्रगुरुको मूर्ति पनि रहेछ। हामी चाहिँ यो ठाउँको नाम चाहिँ थाहा भएन, डाँडामा आइपुगेको छ। यहाँको भ्यू चाहिँ कन्टेस्ट हुन्छ तपाईँहरूलाई। खतरा छ गाउँ रहेछ, बस्ती छ त्यतिर बाक्लो। दामी छ बस्ती। अब हामी खाजा खाँदै है गाइस। ल गाइस, हामी चाहिँ फाइनल्ली आमा चोदिङमा आइपुग्यो। अब यो खास नाम चाहिँ आमा चोदिङमो हो। पछि चाहिँ अब नाम बिगारेर पार्वती कुण्ड भनेर राखेको रहेछ। यही हो है, आमा चोदिङमो पार्वती कुण्ड। अब चाहिँ आमा चोदिङमोको गेटबाट चाहिँ म भित्र जाँदैछु। यता देख्न सक्नुहुन्छ ठुलो ताल। आज आमा चोदिङमो हो पार्वती कुण्डको। यो चाहिँ घोटलाङभन्दा माथि। यहाँ चाहिँ टोडरो लागेर पुरै रुखहरू चाहिँ जलिसकेको रहेछ र सुकेर पुरै अब के भन्ने सबै अब कुहिएर भाँचिरहेको रहेछ कुनै ठाउँमा। कुनै चाहिँ अझै बाँकी नै छ। मान्छेहरूले काटेर अब यसको यताउति घरहरू बनाउन पनि प्रयोग गरेको जस्तो देखिन्छ। यहाँ जाँदाखेरि रमाइलो पनि हुन्छ र एक हिसाबले अब यत्रो वन जलेको देख्दा हल्का मन नरमाइलो पनि हुन्छ। यताबाट देख्न सक्नुहुन्छ तपाईँहरू एकदम ठुलो एरियामा आगलागी भएर रहेछ।
ल गाइस देख्न सक्नुहुन्छ घोरे पानी भन्दा कम छैन है हाम्रो यो त अब रसुवा पऱ्यो कि धादिङ पऱ्यो होइन दामी छ है यो लाली गुराँस चाहिँ खतरा फुलेर चाहिँ रातो गुलाबी पिङ्क अनि सेतो थरी थरीको लाली गुराँस फुलेको देख्न पाइन्छ यता हामी पाङसाङ जाने बाटोमै छ अझै लगभग अब पाङसाङ पुग्नै लाग्यो गुड मर्निङ गाइज फ्रम सोमदाङ आज चाहिँ हामी डे 3 सोमदाङमा आएर बसेका छौँ पाङसाङबाट लगभग 20-25 मिनटको दूरीमा अब हामी त्यो छौँ सागा खाएर पाङसाङको लागि निस्किँदैछौँ यता चाहिँ हामी यताको होटलबाट देखिन्छ भन्ने सुनाउँछ है त्यो छ यता माथि पाल्दो पिकतिर डाँडा काँडा अनि उता लाली गुराँस पनि छ यहाँतिर यहाँ चाहिँ एउटा बोट मात्रै रहेछ तर पुरा बगान नै छ लाली गुराँसको यो चाहिँ हामी बसेको होटल सोमदाङमा एकदम निट एन्ड क्लिन र तपाईँहरू पनि आएर बस्न सक्नुहुन्छ एकदम हाम्रो आनी एकदम प्यारे आनी मिठो मिठो खाना बनाएर खुवाउनु भयो भ्यू पनि मजाको छ है बाइकले नतानेर भिजोक भएको छ गाइड बाइकलाई चिसो लाग्छ यतातिर पनि एनएस बाइकले तानेन भने चाहिँ अब हाम्रो 150ले के तान्छ त यहाँ गाइजहरूको पुरा हाइकिङ चल्दैछ हिँडेर हिँड्दै आइरहेको छ होइन ठाउँ चाहिँ भब्बल छ है लगाइछ हामी चाहिँ अब लगभग पाङसाङको पास आइपुग्नै लाग्यो होइन 5 मिनटको बाटो छ अब बाटो चाहिँ दिनभर खतम रहेछ है अस्तै गाह्रो भयो अब तपाईँहरूलाई म यहाँबाट देखिने भ्यूहरू देखाउन चाहन्छु यहाँबाट देख्न सक्नुहुन्छ हल्का हिमालहरू ट्याक्क भएर त्यहाँ धेरै पाङसाङ बस यहाँ हिमाल देखिरहेको छ नि त्यसको अगाडि हो त्यहाँ त्यहाँ ल फाइनल गाइज हामी पाङसाङ गेट आइपुग्यो यो चाहिँ पाङसाङ गेट यहाँबाट देखिने भ्यू ओ माइ गॉड त्यतातिर गणेश हिमाल अब यता तल्लोतिर टिप्लिङ सेतुङ ल यही हो यही हो गाइजहरू ल पाङसाङ आइपुग्यो फाइनली लगभग हामी सोमदाङबाट यता आउनु लगभग हामीलाई 4 घन्टा जति लाग्यो बाइक चाहिँ धेरै दुःख थियो होइन तसो गरेर हामी पाङसाङमा आइपुग्यो त्यसको छ पाङसाङ पार्क होइन पाङसाङको खाजा अब हाम्रो पाङसाङको यात्रा सकेको छ अब हामी जान लाग्यो होइन यतैबाट हो जाने होइन ल अब पाङसाङलाई बाई बाई गर्दै घरतिर लागौँ गाइजहरू जान त रेडी छ ल